आज हामी चाहिँ अफिसको टोली एउटा एक्टिभिटी गर्ने भनेर लेक साइडमा जम्मा भएको छौँ। सागर यसरी जाँदैछौँ। आज के एक्टिभिटिजहरू हुन्छ हामी यो भिडियोमा क्याप्चर गर्नेछौँ। इट्स गन बी इन्ट्रेस्टिङ भिडियो, हेरेर रमाइलो गर्नु होला। हल्लन चोक पुगिसकेका छौँ। हल्लन चोकको नजिकै छ वरिपरि। अब हामी हेर्छौँ होइन। प्रज्ञाले पुरै यहाँ डिटेलमा कति डिप छ हैन रिक्स सबै कुराहरु हेर्नु पर्यो नि त। बिकज मलाई चाहिँ हुन्छ नि फोबिट भन्दा माथिकोमा स्विमिङ गर्न आउँछ। डर अगाडि जिते ड्यू खानु भएन माउन्टेन ड्यू। माउन्टेन ड्यू ओके सोच्दै हुनुहुन्छ माउन्टेन ड्यू हैन यहाँ डर लागिसक्यो। के डुयो भने नयाँ चस्मा लाउँछु लेक साइडमा किन गयो? यहाँ क्यामेराम्यान पछाडि हुनुहुन्छ, हाम्रो फोटोसोटो खिच्दिनु होला। कसमा पनि आउँदैन, म पानी डुबेको पनि मान्छे हो। त्यो ए कन्भिन्सिङ भइरहेछ। कफाडी प्रमिस म पानी डुबेको हो। फोन चाहिँ फोनहरु चाहिँ हामी किन राख्छौँ? वाटरप्रुफ ब्याग हुन्छ के त्यस्तो त्यहाँ राखेर तपाईँ त्यहाँ लक लगाएर यस्तो भइजान्छ नि मै त्यहाँ अरूले नि राखिरहेको छ त्यसरी। मर्न त मरिदैन नि है, फुल सेफ्टी हुन्छ है। ज्याकेट चाहिँ खोल्न भएन, ज्याकेट नखोलेपछि केही हुन्छ। थ्याङ्क यू एक बारको जिन्दगी थियो होला यहाँ चाहिँ फुल अन डिटेल लिएर यहाँ कसैले यहाँ इन्टरटेन गरिरहेको छ। अझै हामी मनिकलाई कुरिरहेको छौँ। मनिक आउँछ नि त्यसपछि हामी जान्छौँ है त। अब हामीले कन्सेन्ट साइन गर्नुपर्छ। यहाँ चाहिँ भन्ने हुन्छ तालमा अरूले खेलेको देखेर डर लाग्छ भने छेउछेउमा यस्तो सिधा जानु सिधा यता आउनु। सो गाइस अब लाइफ ज्याकेट लगाएर रेडी छन् यहाँ रेडी गर्नुपर्छ कन्सेन्ट साइन। ए हामी पुरा हतियार लिएर आइसक्यो गाइस। हाम्रो केटाहरू अगाडि छन्, हामी 4 जना टोटल भयो। अरू अलिकति पानीदेखि फोबिया भएको व्यक्तिहरू चाहिँ बोटमा जानुहुन्छ, हाम्रो भिडियो फोटो खिच्नुहुन्छ। गाइजहरू चाहिँ अब जान लाग्नु भयो हाम्रो मनिक र सागर। कस्तो हुँदैछ एक्सपिरियन्स? एकदम रमाइलो हुनेवाला छ। डर लागेको छैन नि? अलि नर्भस पर्दैन के जाँदैछ। प्रज्ञाको पालो छ, त्यसपछि हाम्रो मनिक र मेरो। तर आँटे चाहिँ हो है। हाम्रो टिमहरू उता पुगिसकेको छ है। हाम्रो टिम त्यहाँ बोटमा आउनुहुन्छ, उहाँले भिडियो फोटो खिचिदिनुहुन्छ, हामीबाट जान्छौँ। हामी यसमा आइसकेको छौँ। सही भइरहेछ। ए पुरै छेउलाई हाम्रो साथीहरू चाहिँ यता हुनुहुन्छ मजाले। ल हामी चाहिँ मजाले काइकिङ गर्दैछौँ। ल गाइज आऊ नै अहिले। ल हाम्रो साथीहरू पनि आइराख्नु भएको छ चट्टो लाएर होइन। फोन हाकालाई हो क्या भिडियो खिच्नु लाउनु त। सो गाइज एकदम दामी रमाइलो हुँदो रहेछ, डर भन्ने कुरो नहुने रहेछ। अहिले पोर्ट्रेटमा दामी फोटोहरू खिचौँ न यसो इन्स्टामा राख्ने गरी। सजिलो ब्रो। ल मनिक यहाँ हुनुहुन्छ, उता प्रज्ञा हुनुहुन्छ, हामी चाहिँ यतापट्टि आएको छौँ। सागर र उता हुनुहुन्छ। बोटमा बसेर अल्छी लागिरह होला बिचराहरूलाई। हामीलाई भने रमाइलो छ। रिग्रेट भइरह होला नि निरज ब्रो, यता हेरौँ न। रिग्रेट भइरह होला ब्रोहरूलाई। साट्ने कुरा आइरहेछ ब्रोहरूलाई, रिग्रेट भइरहेछ। बेकार नआएको भइरहेछ।
हेर ढुङ्गा ल्यागा अब मलाई पेल्न लागा हेर मलाई पेल्देका यिनीहरूले हामी पनि अलिअलि फोटोग्राफरहरू बस्नु भएको छ राम्रो फोटो आयो भने पनि उहाँहरूलाई क्रेडिट नराम्रो आयो भने उहाँहरूलाई बुझ्नुभयो गाइस बिचमा पनि ट्रेनिङ पाइरहेको छौँ हामीले उभिम भनेको डर लाग्यो हाफ प्यान्ट छैन न त पौडी खेल्न हुन्छ है अब यसरी जानुपर्छ एउटा आयो त एउटा आयो त मलाई जाने आफू ब्यालेन्स हुने यहाँनिर चाहिँ हुन्छ होला है खसे पनि पानीमा खसिन्छ यस्तो के गर्ने मेरो गर्ने भिडियो ल 1 सेकेन्डको लागि मेरो गर्नु 1 सेकेन्डको लागि म त्यहाँ आउँछु सो गाइस फर्स्ट टाइम फेवा लेकमा पौडी पनि खेल्ने हो ठिक छ त रमाइलो छ त प्लास्टिक हारो नि तर लास्ट रमाइलो भन्ने रहेछ खासै के त नभने रहेछ अरू आत्तिने कि माथि चढ्दाखेरि त अब आँटे कसरी घुमाइ गर्छ आज मौसम पनि दामी छ हिमाल चाहिँ देखेको छैन तर बबाल मौसम छ गाइस है यहाँ चाहिँ यो चाहिँ एक्टिभिटी तपाईँले गर्नै पर्छ वान अफ द नाइसेस्ट कस्तो लागिरहेको सर बबाल मजा हो र तिम्रो त खिच्नु खोज्यो ठोकन आयो हेर बोल न ल देखिरहेको वाइड स्क्रिन हुन्छ वाइड हुन्छ नि जाऊँ माथि जाऊँ ल यहाँ मनिक हुनुहुन्छ मनिक देखिरहेको छु है मनिक आइरहेको छ कसो भयो मनिक एकदम रमाइलो लाग्छ अनि थके पनि लाग्छ थकी लाग्छ मनिकलाई सो गाइस डर त महिना त पुगिसक्यो डर त भालै छैन अब त गाइजहरूलाई बालै हो होइन गाइज सब हामी माथि जान्छौँ अझै माथि जान्छौँ ल हाम्रो गाइजहरू क्रास भयो सब बोट क्रास भयो केटाहरूको प्रज्ञानलाई झन्डै लडाएको बौला पान भइरहेछ जाऊँ त माथि उता कुनासम्म जाऊँ न उता कुनासम्म जाऊँ न के रहेछ र उता म त कहिले गएको छैन
म चाहिँ नित्रुक मुसा भिजा जस्तो भिजा छु नित्रुकै भिजा छु म guys लगाइ जब हामी शान्ति स्तूपको तलतिर आइपुगेको छौँ भिन्नवासिनी मन्दिर छ अनि कहाँ भिन्नवासिनी मन्दिर ताल बाराई हेरी पोखरा बसेर पनि यति नजान्ने हुन्छ डब्ब हालेर गर्नै पर्ने रहेछ नि त्यस्तो चिज त ल गाइज हाम्रो बौला केटाहरू यहाँ छन् बौला ग्याङहरू यहाँ छन् ल हेर दुईटा केटा यहाँ छ अब आनन्दले बसौँ हेतिर अल्छी यार सुत्नु पर्यो एकछिन अब चाहिँ 1 घन्टा हुन लाग्यो जस्तो छ अब हामी चाहिँ हाम्रो ढुङ्गा भएको साथीहरूसँग जान्छौँ ए लडे नि हामी आइहाल्छौँ किन डराएको लदाएर मैले लान्छौँ त्यही त म त फेरि गइहाल्छु गाइज यहाँ साथीहरू पनि मजाले घुमेर आउनुभयो कस्तो भयो तर हामी रमाइलो छ भाइ दाइ अनि ल कस्तो भयो एक्सपिरियन्स एकदमै रमाइलो मजा छ थकै पनि ल उसलाई थकै लगाइसकेर बिचरा डर भनेको माइनसमा पुगिसकेछ डर भन्ने कुरो माइनसमा पुग्यो रे गाइज ए कि गाइज गाइज जाम अब मेरो 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 सिङ्गल फेरि खिचिदिनु भिडियो सोल्टिनु भिडियो हामी टिकटकर हो ल गाइजहरू पोखरा आएर चाहिँ मजाले गर्नु होला है नाइस गोब्रो नि उडाइदिनु होला त लास्टै रमाइलो हुँदो रहेछ निरज सर तपाईँले रिग्रेट गर्नुहुन्छ अहिले गर्नुपर्छ कि जस्तो लाग्यो मलाई निरज सरलाई लिएर फेरि आउनु पर्ला जस्तो छ प्रतिमा आउनु घरिघरि पोखरा आइँदैन गरे हुन्छ हामी त त्यो रमाइलो कोही भेट्नुहुन्न कि तपाईँ गोप्रोको ब्याट्री सकिन लाग्यो तर अल्छी लागेको छैन कहाँ भाग्यो गाइज अझै 20 मिनट छ अरे गाइज सो हामी अझै माथि पुगेर आउँछौँ एकदम द्रुत गतिमा जान्छौँ हामी कस्तो
कस्तो मजा छ यार गाइस, लिटरली यार। मलाई सुरुमा चाहिँ गरौँ कि नगरौँ भएको थियो। मनिका आऊ। थाकिँदै रहेछ यार। अहिले चाहिँ हामी लेक साइड यो फेवाको यता कुना कुना आइपुगेछौँ। अगाडि देख्न सक्नुहुन्छ रोड परिपर छ। आम्बो बो ढाड दुख्दो रहेछ हौ। ढाड गर्नु तर गाह्रो चाहिँ हुँदो रहेछ, सजिलो चाहिँ होइन। तर एकचोटि तपाईँलाई त्यो बानी परिसकेपछि चाहिँ यो लाइक अति बवाल हुँदो रहेछ है। अरू जहिले बुढीलाई लिएर आउनुपर्छ यार। है बुढी जहिले जहिले त्यही भन्छ भन्नाले गोप्रो खस्यो यार। सो गाइस हामी फेवा पारी चाहिँ आइपुग्यो लगभग ल, बिचमा आइपुग्यो ल। थाक्यो त थाक्यो गाइस। ढाड दुख्यो यार। यहाँ त पुरा रेस्टुरेन्ट पनि रहेछ त। फेवातालको पारिपट्टि आइपुग्यो। ढाड पनि दुख्यो, ढाड सोझो बन्नु पऱ्यो पहिला। ढाड दुख्यो। ओहो यहाँ त पसल पनि रहेछ त यार। पसल पनि रहेछ, बाथरुम पनि रहेछ। अच्छी ओहो थाकिँदो रहेछ। ए पसल त गजब रहेछ त रेस्टुरेन्ट है। ल साथीहरू तपाईँलाई थके लाग्यो बोटिङ गर्दा भने त्यहाँ खाने व्यवस्था पनि रहेछ ल। आमामा स्न्याक्सहरू अनि आफ्नो वातावरण जोगाउँ भनेर यहाँ बाथरुम पनि छ। सो जङ्गलमा गएर नफेरिदिनु होला, बाथरुम युज गर्नु होला। हो यता चाहिँ कहिले आइएको थिएन है, तर दामी रहेछ है ठाउँ। ल नयाँ साथीहरू आउनुभएको छ। मनिकजी कस्तो हुँदैछ? कहाँको अर्को लाउरे? कहाँको त्यो त्यो होइन किन? ल हामी ल हामी फाइनल आयो। कहाँबाट तर थके लाग्ने? खुट्टा त मेरो उभिनु भएन अहिले। मेरो त ढाड दुखेको आम्मो बोबो। यहाँ त होटल्सहरू पनि रेस्टुरेन्टहरू पनि रहेछ है। अब त प्याराग्लाइडिङ पनि रहेछ माथि है। एकदिन गर्नुपर्छ ल। हामी यहाँबाट फर्किन्छ, टाइम पनि भयो, थकाइ पनि लाग्यो। एउटा गफाडी चाहिँ बाटोमै हराउँछ, जहाँ पनि त्यस्तै छ यो। मनिक जिब्रे तिमी खेल्न थाल्नु नजिउ न त्यो आत्तिको होइन कि क्यामेरामा छैन रहेछ। गहिरो छ नि ब्रो। जान्ला जान्ला ओ सबैजना एकदिन नर्मल पचाउनलाई बचाउने हो। त्यसलाई उता राख पार गर तिमीहरू ल। मनिकजी यहाँ मजाले जानुभएको ल। पल्ट्यो पल्ट्यो पल्ट्यो। म त्यो लिएर आउँछु, त्यो लिएर आउँछु सँगै आऊ। त्यो ब्यागलाई समाउनु हातले आउन जाऊ मुला बाबा समाज
मलाई पौडी खेल्न आउँदैन के बलियो रेस्क्यु गर्न आउनु पर्यो केटाहरूले डुबाए हेर यसरी ल्याएर कहाँबाट लाने यसलाई हेर दुईटा गर्नु पर्यो छोडेर यिनीहरूले मलाई यहाँ दुईटा बोट ट्याक्क लाएर गण्डकी रेनबो टाउटमा छौँ सागर भिडभाड निकै नै एकदम अस्ति छ अब हामी चाहिँ उता घाटा यता आइरहेको फिसिङ गर्न पाउँदैन